हेलो साथीहरु, मैले घरबाटै भिडियो बनाउन चाहिँ बिर्सेछु। आज मेरो छोरीको चाहिँ स्पेशल डे, जन्मदिन। उसको जन्मदिन चाहिँ सबै मिलेको हुनाले मन्दिर लिएर आएको छु, महाकाली मन्दिर। हे त्यस्तो भन्नु न, अमै टाउकै ठोक्यो। यहाँ ढोकेको थियो। अब चाहिँ म चाहिँ मन्दिरतिर प्रवेश गर्दैछु। तलबाट बाबा, मम्मी, बहिनी, भाइ सबै आएको रहेछ। बाबा तल जानुभएको छ अरे कोसीमा। हामी चाहिँ मन्दिर छिरिरहेको छौँ। ल हैन अब चाहिँ मन्दिर छिर्दैछौँ। फाइनली छिरिसक्यौँ मन्दिरभित्र। यता चाहिँ आउँदै हुनुहुन्छ। यता चाहिँ म डन रहेछु फेरि। सबैलाई होला। बाबु त्यहाँ भगवान्लाई हिँडा गर, ढोग त ढोग। टाउको ठोकिसक्यो, ब्याङ्की ड्याङ दिन्छ त काले त। यतापट्टि बस न। रेडी हो? म गरिहाल्छु। ह्यापी बर्थडे टु यु। के हुँदैन त्यो? ह्यापी बर्थडे टु यु। कस्तो रहर एकैचोटि है। अलिक ह्यापी बर्थडे एकछिन एकछिन नगर न। के हुन्न? तल्लो घरको त्यो कान्छालाई त मलेसियाबाट आएर त्यो काठमाडौँबाट तिवारी ल्याइदिएको रहेछ नि। हौ लगाएर आइहोली कि कान्छी तिलरी त बुढाले ल्याइदिनु भएको थियो, घरमै पो राखेको छु त। कहिले मेरो बुढाले ल्याइदिनु भएको 3 लाखमा तिलरी। अहिले त यतिकै के गर्नु हुँदैछ भनेर आएको नि। तपाईँ चाहिँ के पिस्नु भएको? अलिकति मलाई पनि दिनु ल। मोबाइल दुईटा काट्नु होइन। अनि के मोबाइल चाहिँ देखाउन आएको दुईटा बोकेर? उहाँले ल्याइदिनु भएको मोबाइल, चस्मा पनि ल्याइदिनु भएको छ। त्यो दुईटा चाहिँ उहीँबाट ल्याइदिनु भएको छ। आफूलाई त पुगेन, त्यही मोबाइलहरू ल्याउँदै छिटो भयो। के गर्नु? हाम्रो नि बुढा आउँछ त। हाम्रो पनि आउँदाखेरि दिन्थ्यौँ नि त। हौ एउटा त बाँड्नु पर्छ त। हौ एक्लै खाँदिरहेछ नि। भरे आउनु न तपाईँहरू, यो कोदो पिनिसकेर अनि दिन्छु नि म तपाईँहरूलाई। पिठोमा आएको होइन, आउँदा लिएर आउनु न चक्लेट। त्यही त नि। ल कस्तो छ हाम्रो मेरो फोन? यो 3टा क्यामेरा भन्थ्यो, हो कि होइन? स्टार्ट गर्दै। साइली हिजो त तल्लो घरे कान्छी त आमामा सानो देखाएर है, मोबाइल देखाएर हामीलाई त एउटा चक्लेट पनि दिन नि। मोबाइल दुईवटा देखाउँदै आएको थिएँ नि। तिलरी 3 लाखको भन्दै थियो, खोइ लगाएको थिएन। अन्त गते कि होला, गतेको हो कि अब हेर दिदीहरू के कुट्नु भएको तपाईँहरूले? कान्छी त धान कुट्दैछौँ। धान हिजो त कोदो पिस्नु हुँदै थियो, रोटी पनि मिठो बल्खा थियो। आज पनि आयो त। आज पनि तिमीले मोबाइल देखाउन आएको? नै होइन मोबाइल देखाउन आएको होइन। के त
खानेकुरा त दिदिनँ त जान्छे हामीलाई जिउता ल्याएको थिएँ खानुहुन्छ भने थोरै दिन्छु बुढालाई पनि लगिदिनु पर्ने देऊ न अलिअलि खाऊँ के साह्रो त्यस्तो कति साह्रो लोभी भएको हो यति खान तपाईँ राख्दिनु कति खान्छु रहेछ हौ तेरिका अलिकति खाइदिउँ न लु खास अब फाइनली हामी चाहिँ घर जान तर्खरमा छौँ ए जामा झन्डै लोटे तर खाली पेटमा के खाएकोले अलिक पेटले दुःख दिए जल्ला जस्तो जस्तै छ सामान त मेरो भागेन अब घर जाने छटकाटमा छौँ हामी चाहिँ अब चाहिँ घर जाने तर्कारमा अहिले पनि मिठो खान्छ घरमा त मिठो हुन्छ कति मिठो हुन्छ हुन्छ तँ खोलेकै छैन त चाहिँ त्यत्तिकै